ल आज गाइस हामी चाहिँ मोमो बनाएर खाने प्लान गरेको छौँ आज। अनि यहाँ चाहिँ दाइले मोमोको किनिमा बनाउनु हुँदैछ। किमा बनाउनु हुँदैछ। अनि यता चाहिँ दिदीले यता चाहिँ डल्ला बनाउनु हुँदैछ। मोमोको डल्ला बनाउनु हुँदैछ। यता मोमो बनाउने बेल्ने गर्नु हुँदैछ। यता उता चाहिँ भाउजू चाहिँ पकाउनु हुँदैछ यसो। अनि खानेमा गर्नु होला। ल गाइस आज चाहिँ हामी कस्तो लाग्छ हेर्नु होला। एउटा बुढीले मासु मम्मी आज चाहिँ होइन मोमो बनाएर खाँदैछौँ। कस्तो लाग्दैछ तपाईँले? यता सानो मान्छेले पनि आज मोमो खान्छ है। खाने मोमो बेल्न सुरु हुँदैछ मोमो बनाउनलाई। यता पकाउनु हुँदैछ भाउजूले चाहिँ। यता दाइ काट्नु धाम हुँदैछ। काट्नु धाम हुँदैछ किमा बनाउनलाई। यता बनाउनु हुँदैछ है। किमा बनाउनु हुँदैछ। ल यहाँ चाहिँ हामीले 2 स्टेप बनाइसक्यो। अब अन्तिम स्टेप छ। अब यहाँ चाहिँ अब पकाउने बेला भइसक्यो। पहिलामा त्यो रक्सीदाना भिउटी हुँदैन थियो। त्यो भिउटीमा बाँसको भाटा बनाएर हालेर ल अब चाहिँ दाइले यहाँ मोमो बनाउन थाल्नुभयो। ल यसरी बनाउनु पर्छ। नजान्नेहरूलाई मैले सिकाइ पनि दिँदैछ। हातको स्टाइलमा सेप पनि एकदमै दामी खालको छ। यो चाहिँ दुबईमा मात्रै बन्छ जस्तो मोमोहरू। दुबईमा सिकेर आएको नि त। साथीहरूले नसिकाउनु म सिकाउँछु।